राम्रो त होइन नि त यो के त ठिक छ मैले पार्किङ त्यहाँ भित्र राखेँ पनि पैसा उठाउनु तपाईँ राम्रो हो क्या अब म त के थाहा म त उतै जान लाग्छु कि यता पनि बाटो जान्छ नि त जानु त जान्न र दाङको तुलसीपुर उपमहानगरपालिका वडा नम्बर 11 मोतीपुर स्थित बबई नदीमा हुँदै आएको मोटर बोट तत्कालका लागि बन्द गरिएको छ। तुलसीपुर मोतीपुर स्थित बबई नदीमा चैतको अन्तिम सातादेखि सुरु भएको मोटर बोटिङ रोक्न स्थानीय प्रशासनले लिखित आदेश जारी गरेकै दिन मङ्गलबार बेलुका अदालतले सञ्चालक र उपमहानगरपालिकालाई समेत विपक्षी बनाई 15 दिनभित्र निवेदनको माग बमोजिम आदेश किन जारी गर्नुपर्ने हो त्यसको कारणसहित उपस्थित हुन भनिएको छ। मोतीपुर स्थित बोटिङ गर्ने ठाउँ नजिकै 20 बाटोमा बाइकबाट नै नरोकिँदै यी व्यक्ति यसरी आउँछन्। पार्किङ शुल्कको टिकट ल्याएका व्यक्तिले ल्याएको टिकटमा भने मोती सामुदायिक वन उपभोक्ता समितिको टिकटमा दर्ता नम्बर नै लेखिएको देखिँदैन। उसले जे गरे पनि हुन्छ त्यसो भए म मेरो घरबाट हिँड्ने जति अटोहरू हुन्छ नि उसलाई बाटो सिकेर पैसा उठाउँ सुहाउँछ तपाईँ आफै भन्नु न सुहाउँछ सुहाउनु नि त कि त कार्यान्वयन भएपछि ल अब सरकारले ल उठा त्यता व्यवस्थित गर भनेपछि एउटा कुरा ठिक हो उठाउनु। अब तपाईँले अझै अनुमति पत्र पाएको छैन भन्नुहुन्छ अनि तपाईँले राखिरहेको यता शुल्कहरू उठाइराख्नु भएको छ। एउटा कोष बनाउनु न एउटा यसको यो संरक्षणको लागि भनेर कोष बनाउनु जसमा डोनेट गरिहाल्छ त यसलाई अलिक व्यवस्थित गर्नु पर्यो भने एउटा कोष बनाउनु। मलाई यहाँ बाइक राख्न मन लागेन नि मलाई खोलामा जान मन लाग्यो भने चाहिँ अब यहाँ खोलाको पनि पैसा तिर्नु मैले खोलाको पैसा त तिर्नु तपाईँ आफै सोध्नु न खोलामा बाइक राखेको पैसा तिरौँ मैले मलाई थाहा छ यताबाट खोला जान्छ बाइक साइक सबै जान्छ यो पनि बाटै होइन बाटोमा चलाउँदा चलाउँदै तपाईँले रोकेर पैसा उठाउनु त राम्रो हो र राम्रो त होइन नि त यो के त ठिक छ मैले पार्किङ त्यहाँ भित्र राखेँ पनि पैसा उठाउनु तपाईँ राम्रो हो क्या अब म त के थाहा म त उतै जान लाग्छु कि यता पनि बाटो जान्छ नि त जानु त जान्न र